राजुको कथा पीडितदेखि जनहितको वकालत। राजु नेपालको एक विकट पहाडी गाउँमा जन्मिएका थिए, जहाँ जीवन हरेक दिन सङ्घर्ष थियो। गाउँमा पानी पिउने धारो समेत थिएन। हरेक बिहान घाम उदाउनु अघि उनका परिवारले 5 किलोमिटर टाढा रहेको पहाडी मुहानबाट पानी ल्याउन निस्कन्थे। कठिन जीवन बिताउने धेरै नेपाली परिवार झैँ एक दिन सुविधा र सुखको जीवन बिताउने उनीहरूको पनि सपना थियो। त्यसै क्रमश एक दिन गाउँमा आएका केही अपरिचितहरूले अवसरको सपना देखाएर त्यो सपना दुःख र पीडामा बदलन्छ। राजु र उनका दिदी भाइहरू मानव बेचबिखनको शिकार बन्न पुग्छन्। मात्र 9 वर्षको उमेरमा राजुको जीवन फेरि बदलिन्छ, यसपटक आशाको किरण लिएर, जसले बालबालिकालाई स्वतन्त्रता र सुरक्षा प्रदान गर्छ। पोखरामा उनले पहिलो पटक अनुभव गरे सफा पानी, सुरक्षा, शिक्षा र माया। उमेरसँगै राजुले 3 भाषा सिके र तीनै भाषामा प्रोक्त भएर आफ्नो जीवनको उद्देश्य भेटे। अरू कुनै बालबालिकाले आफूले भोगेको पीडा भोग्न नपरोस्। केही वर्षपछि जब उनी आफ्नै गाउँमा फर्किए, उनले सुने त्यही मुहान जहाँबाट उनी पानी लिन्थे, त्यही मुहानमा पानी लिने क्रममा 6 जना बालबालिकाहरूलाई दलालले फसाएर लगिसकेका थिए। आज राजु असहायहरूको पक्षमा बोल्ने आवाज बनेका छन्। एक पीडित जो अब अधिवक्ता बनेर मानव बेचबिखन अन्त्य गर्न र नयाँ पुस्तालाई सुरक्षित पार्नमा हरेक दिन लडिरहेका छन्। पीडितबाट यो प्रेरित परिवर्तन हामी सबैको लागि प्रेरणा हो र हामी सबै सँगै मिली मानव बेचबिखन अन्त्य गर्नुपर्छ। धन्यवाद।